हेलो साथीहरु सबैलाई नमस्ते। मेरो फेसबुकमा जोडिनु भएका सम्पूर्ण मेरो साथीहरुलाई हैन सम्झेको छु, धेरै मिस गरेको छु। अनि तपाईहरुकै लागि एउटा सानो भिडियो बनाउने कोसिस गरेको छु हैन। भिडियो चाहिँ कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला। खास भिडियो चाहिँ मैले त्यस्तो खासै केही विषयवस्तुलाई लिएर चाहिँ बनाएको छैन। म चाहिँ आज लास्टै पानी परिरहेछ, त्यो पानी कन्टिन्यू पानी परेको कारणले गर्दा यसो मलाई पनि खुल्दुली जाग्यो, भिडियो बनाऊँ न त हैन, बारिसको भिडियो बनाऊँ न त भनेर म चाहिँ आज हामी बस्ने घरको छतमा आएर यसो मौसम देखाउँदैछु म तपाईहरुलाई हैन। कस्तो लाग्छ हेरेर मजासँग बारिसको मजा लिन सक्नुहुन्छ। हुन त बर्खा लागिसक्यो, सबैले आफ्नो आफ्नो ठाउँबाट मजा लिइराख्नु भएको छ बर्खाको हैन। तैपनि म तपाईहरुलाई एउटा सानो भिडियो बनाएर म बहिनीतिरको ठाउँहरू देखाउँदैछु हैन। ल देख्न सक्नुहुन्छ, यो चाहिँ पुरै बिहानदेखि हल्का हल्का बारिस भइरहेको थियो। अहिले चाहिँ लास्टै ठुलै पर्यो, सानो सानो किराहरू पनि उडिरहेछ कि। त्यो हाम्रो उतातिर चाहिँ यो किरा पऱ्यो भने पानी फुकिँदैन भन्ने पनि गरिन्छ हैन। हाम्रो गाउँतिर चाहिँ, तपाईँ गाउँतिर चाहिँ के भन्छ, सानो सानो किराहरू उडिरहेको हुन्छन् नि। अनि अहिले चाहिँ बिहान यस्तो परिरहेको थियो, अहिले चाहिँ खत्रै परिरहेछ पानी। यतातिर पुरै यता मार्केटहरू चाहिँ एकदम ठप भइरहेछ, कन्टिन्यू पानी परेर गाडीहरू पनि कम चलिरहेछ। अनि यता हस्पिटलहरूमा चाहिँ अब पेसेन्टहरू होला हैन, हस्पिटल त चालु नै छ। अरू बाँकी होटलहरू अब बन्द गरिदिए सायद। त्यस्तै पनि यहाँ साँझ 8 बज्यो भनेपछि सबै बन्द भइहाल्छ। त्यही पनि आज बिहानदेखि पानी परिरहेछ फेरि, त्यो भएको कारणले पनि आज होटलहरू कसै ओपन भएका छैनन्। अनि यो चाहिँ छत हो, छतमा चाहिँ म यसो घुमेरै यो सानो सानो एउटा भिडियो इन्टरटेनमेन्टको लागि बनाउँ न त भनेर चाहिँ बनाउन लाग्यो। एकदमै रमाइलो पनि भइरहेछ अनि मजा पनि आइरहेछ। पानीको बारिसमा यस्तो भिज्दै भिडियो बनाउँदै गर्दा एकदमै रमाइलो फिल भइरहेछ मलाई चाहिँ हैन। यस्तो किराहरू हेर्नु न, यस्तो सानो सानो किराहरू फुर गरेर उडिरहेछ, एकदमै रमाइलो भइरहेछ हैन। कहाँ कहाँबाट भिडियो हेर्दै हुनुहुन्छ। भिडियोहरू प्रायः जस्तो म यस्तै भिडियो बनाउने गर्छु हैन। नयाँ नयाँ ठाउँहरूको भिडियोहरू बनाउने गर्छु म चाहिँ। तपाईहरुलाई चाहिँ अब भिडियोहरू मनपर्छ भने हैन, मेरो फेसबुक प्रोफाइलमा मलाई फ्रेन्ड बनाएर जोडिन सक्नुहुन्छ हैन, साथी बन्न सक्नुहुन्छ मेरो हैन। अनि एउटा मसँग चाहिँ एउटा फुच्चे भाइ भिडियो जगन्नाथ भाइ भिडियो बनाऊ भनेर आएको थियो। तल चाहिँ उसो के गरिरहेछ, अब त्यसको मोबाइल चाहिँ भुलिसक्यो सायद। त्यो चाहिँ हाम्रो घरको छत। अनि म छतमा आएर त्यत्तिकै रमाइलो गरौँ न त अलिकता। त्यस्तो खासै उ त केही थिएन, एकछिन जाऊँ न त के भयो त अनि भनेर चाहिँ म छतमा आएर हल्का बारिसको भिडियो बनाउँदैछु हैन। पानी चाहिँ यसरी परिरहेछ पुरा। ल सबैलाई धन्यवाद हैन। यो भिडियो चाहिँ म यहीँ खत्म गर्छु।